नमस्कार साथीहरु, तपाईहरुलाई मेरो यस YouTube च्यानल निर्मल दुलाल अफिसियलमा हार्दिक स्वागत छ। आजको भिडियोमा म तपाईहरुलाई कक्षा 5 को नेपालीको सिलेबस सहित फिक्स क्वेशनहरु समेटेर यो भिडियो बनाएको छु। त्यसकारणले गर्दा यस भिडियो मन परेमा तपाईहरुले लाइक भने अवश्य गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। र साथीहरु, यो जुन फिक्स क्वेशन भनिएको छ यो चाहिँ ठ्याक्कै तपाईहरुले स्क्रिनमा देख्न सक्नु हुँदैन। म यो फिक्स क्वेशन चाहिँ जुन सिलेबस भनिरहँदाखेरि प्रश्न नम्बर 1 मा के आउँछ, 2 मा के आउँछ भनेर भनिराख्दाखेरि चाहिँ तपाईले बीचैमा म यो बीचमा चाहिँ छलफल गर्ने छौं हामी यस फिक्स क्वेशनमा पनि। त्यसकारणले गर्दाखेरि भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला भनेर पनि म तपाईलाई अगाडि नै भन्दछु। ल साथीहरु, धेरै ढिला नगरिकन आजको भिडियोतर्फ अघि बढौं। प्रश्न नम्बर 1 मा सोधिने प्रश्न। प्रश्न नम्बर 1 मा अब कस्ता खालका प्रश्न सोधिन्छन् भनेर हेरौं साथीहरु। जम्मा प्रश्न 4 वटा सोधिन्छ र विकल्प जम्मा 5 वटा दिएको हुन्छ। यो प्रश्न शब्दार्थबाट रहेको हुन्छ। ल भनेपछि यहाँनेर चाहिँ जम्मा 4 वटा प्रश्न सोधिने रहेछ, 4 वटा शब्दार्थ दिने रहेछ र विकल्प जम्मा 5 वटा दिएको हुन्छ। भन्या एउटा चाहिँ 4 वटा विकल्प त हामीले प्रयोग गर्ने नै भयौं। एउटा विकल्प चाहिँ नमिल्ने विकल्प, गलत विकल्प चाहिँ हामीले छोड्नु पर्ने हुने रहेछ। र जसका लागि चाहिँ अब कस्तो खालको हो भनेर अझै पनि नबुझेको भए हामी एउटा नमुना प्रश्न पनि हेरौं। ल नमुना प्रश्न एउटा हेरौं। तलका अर्थसँग मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस्। आत्मनिर्भर, नित्य कर्म, औपचारिक, परिक्रमा, प्रतीक्षा। यो जुन तपाईले देखिरहनु भएको छ यो 5 वटा शब्दहरु आत्मनिर्भर अनि नित्य कर्म, औपचारिक, परिक्रमा, प्रतीक्षा, यो भनेको विकल्प दिएको हो तपाईलाई। हो यही माथिका यो जो 5 वटा विकल्प देखिराख्नु भएको छ यहाँ मध्ये यो जुन 4 वटा चाहिँ यो 3टा ठाउँमा चाहिँ तपाईहरुले प्रयोग गर्नुपर्ने हुन्छ। 3टा हैन 4 वटा चाहिँ तपाईले विकल्प प्रयोग गर्नुपर्ने हुन्छ। भन्नुको मतलब यहाँनेर हेर्नुस्, यहाँनेर 1 2 3 4 5 गरेर यो 5 वटा तपाईहरुले यो विकल्प देखिरहनु भएको छ। यो 5 वटा चाहिँ अब मानौं ल 1 नम्बरको म उदाहरण मात्र दिदैछु तपाईलाई। 1 नम्बरको ल मानौं यहाँनेरी लागो यो जुन खाली ठाउँमा नियम अनुसार भएकोमा ल मानौं यो लागो, 2 को यहाँ लागो, 3 को यहाँ लागो र 4 को यहाँ लागो भने तपाईको बाँकी रह्यो एउटा 5 नम्बर हो। जुन बाँकी रहन्छ यहाँ मध्ये जुन बाँकी रहन्छ त्यो चाहिँ तपाईको गलत अप्सन चाहिँ एउटा तपाईहरुले छोड्नु पर्ने हुन्छ र 4 वटा चाहिँ यहाँ प्रयोग गर्नुपर्ने हुन्छ। यो कुरा पनि तपाईहरुले बुझ्नुहोस्। ल ठीक छ, अब के होला त भनेर जान्नका लागि म तपाईहरुलाई अब भरि नै पनि सिकाउने छु। यो त मात्र यस्तो खालको प्रश्न आउँछ भनेर मात्र तपाईलाई मैले बुझाउन खोजेको थिएँ। र भए पनि एकचोटी यसको उत्तर भने हेरिहालौं। ल के होला एकचोटी तपाईहरु सम्झँदै गर्नुहोस् साथीहरु। ल यदि तपाईहरु चाहिँ यसलाई खोज्नुहुन्छ भने यसको उत्तर के होला भनेर एकचोटी जान्ने इच्छा छ भने एकचोटी खोज्ने हेर्नुहुन्छ भने चाहिँ एकचोटी सबैभन्दा सुरुमा भिडियोलाई पज गरेर चाहिँ एकचोटी तपाईहरुले यो हेर्न सक्नुहुनेछ र उत्तर अनुमान गर्न सक्नुहुनेछ। र अब हामी नमुना प्रश्नको उत्तर हेर्छौं। ल उत्तर हेरौं। नियम अनुसार भएको को रहेको छ औपचारिक। यो अप्सनमा चाहिँ यति यहाँनेर के डट दिएको थियो यसमा हो यही औपचारिक। हामीले ल यहाँनेर जम्मा कति 1 2 3 4 वटा मात्र अप्सन रहेको रहेछ। यहाँनेर एउटा अप्सन लेख्न छुटेको छ। यो चाहिँ यहाँ टाइपिङ मिस्टेक हो। यो के होला भनेर नझुक्किनु होला, यो मात्र टाइपिङ मिस्टेक रहेको छ। यहाँनेर अर्को के थियो, सरी यहाँनेर प्रतीक्षा लेखिएको थियो है। त जे भए पनि यहाँ मैले लेखिन रहे पनि यहाँ तपाईहरुले बुझ्दा पनि हुन्छ। यहाँनेर म चाहिँ अर्को अप्सनमा लेखिएको थियो यी प्रतीक्षा भनेर।
साथीहरु यहाँनेर चाहिँ प्रतीक्षा भनेर लेखिएको थियो। यहाँ म तपाईहरुले लेख्दैछु। यहाँ जुन म पावर पोइन्टबाट थियो प्रेजेन्टेसन गर्दैछु त्यसकारण अलिकति यहाँनेर लेख्न समय लागिरहेको छ र जे पनि तपाईहरुले चाहिँ यहाँनेर एकदमै फर्म्याट चाहिँ अध्ययन गर्दै गर्नुहोस्। र यहाँनेर मानौ प्रतीक्षा थियो नै होला एकचोटि हेर्नै प्रतीक्षा हो प्रतीक्षा नै लेखिएको छ। ब्याट्री लो भइएछ ठिकै छ प्रतीक्षा यो यस्तो थियो यहाँ लेखियो तपाईहरुले बुझिहाल्नुहुन्छ आखिर यो चाहिँ यस्तो हैन यतापट्टिबाट दिएको थियो ल यो चाहिँ होइन भनेर बुझ्नुहोस् ल। जे पनि यसरी दिएको छ जम्मै 5 वटा अप्सन दिएको हुन्छ अनि यो यसको चाहिँ नियम अनुसार भएको तपाईलाई दिएको छ भने यसको चाहिँ के हुने रहेछ है 5 वटा मध्ये यो चाहिँ 1 नम्बरको हुने रहेछ। त्यसैगरी आफ्नो खुट्टामा आफै उभिन सक्ने भनेको आत्मनिर्भर रहेछ। अब यो भनेको यहाँनेर 2 नम्बरमा छ। यो माथिबाटै तपाईहरुले चाहिँ छानेर लेख्नु हुनेछ भनेर म तपाईहरुलाई जानकारी दिदैछु। जानकारी तपाईहरुलाई चाहिँ म जानकार गराउँदैछु है। अनि ल यसरी यो नमुना प्रश्नको उत्तर पनि तपाईले देखिहाल्नु भयो। अब यसै प्रश्न नम्बर 1 का लागि चाहिँ तपाईहरुले यहाँ म केही शब्दहरु र त्यसका अर्थहरु दिन्छु र यहीबाट चाहिँ तपाईहरुको प्राय क्वेशन पर्ने भनेकै यहाँ मैले जुन लेखेको छु तीबाट हो। र तपाईहरुले चाहिँ यदि मेरो यो भिडियो हेरेर चाहिँ मात्र यही मैले यहाँ दिएका शब्दहरु चाहिँ तपाईहरुले अध्ययन गरेर जानुभयो भने म यति कुरा चाहिँ तपाईहरुलाई भन्न सक्छु कि तपाईहरुको परीक्षामा तपाईहरु कोही पनि फेल भने कोही पनि हुनु हुँदैन। ल ठीक छ हामी केही शब्दहरु छन् तिनीहरु अध्ययन गरौँ। ल नर्सरी बिरुवा हुर्काउने ठाउँ लेखिया हैन यहाँहरुले यस्तै कुन अलिअलि मिस्टेकहरु हुन्छन् त्यही भएर तपाईहरुले चाहिँ यस्ता कुरा ख्याल गर्नुपर्छ है। यहाँनेर चाहिँ ठाउँ लेखिएको रहेन यस्ता कुराहरु चाहिँ तपाईहरुले ख्याल गर्नुपर्छ यहाँनेर। तर जे भए पनि बिरुवा हुर्काउने भन्दाखेरि तपाईहरुले बुझ्न त बुझिसक्नु भएको होला। त्यसैगरी संस्कृति भाषा धर्म चालचलनको समग्र रूप यो पनि घोक्नु होला। यो सबै यो मैले जुन देखाएको छु योहरु सबै चाहिँ तपाईहरुले घोकिहाल्नु होला। ल अहिले नै जुन यो भिडियो पज गरेर यो घोकिहाल्नु होला। अगाडि म केही प्रश्नहरु पनि दिनेछु त्यो जान्नका लागि चाहिँ यो तपाईहरुले यी प्रश्नहरु जान्नै पर्ने हुन्छ। यी जुन शब्दका अर्थ छन् तिनीहरु चाहिँ जान्नै पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ यो पढिहाल्नु होला। र संस्कृति भनेको भाषा धर्म चालचलनको समग्र रूप आम्दानी भनेको कुनै कामबाट कमाइएको धन जडीबुटी भनेको औषधिका काममा आउने बुटा र जरा दीर्घ जीवन भनेको लामो समयसम्म बाँच्ने मानिस मूलबाट भनेको चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो त्यसैगरी गमला भनेको कौशे बार्दली आदिमा बोट बिरुवा रोप्न प्रयोग गरिने बाँडो हो। योहरु सबै तपाईहरुले अध्ययन गर्नुहोस्। त्यसैगरी अर्को छ यही शब्द अर्थमै पाडो भनेको भैँसीको भाले बच्चा त्यसैगरी औपचारिक नियम अनुसार भएको अगाडि जुन तपाईहरुले नमुना प्रश्नमा देख्नु भएको थियो त्यो औपचारिक यहाँनिर आयो। यसरी तपाईहरुले यहाँका घोक्नु भयो भने धेरै भन्दा धेरै चाहिँ तपाईहरुको पर्छन्। त्यसैगरी अखाद्य भनेको खाना नहुने वस्तु प्रतिकूल वातावरण बिग्रिएको अवस्था जुन प्रतिकूल र अनुकूलको कुरा छ नि। प्रतिकूल भनेको वातावरण बिग्रिएको अवस्था हो भने अनुकूल भनेको वातावरण सक्रिएको अवस्था वातावरण राम्रो भएको अवस्था भनेको चाहिँ अनुकूल। ल ठीक छ। अविरल भनेको निरन्तर बगिरहने धारो अविरल भनेको प्राय अर्थ निरन्तर भन्ने लाग्छ। यही अनुसार तपाईहरुले लेख्न सकिहाल्नुहुन्छ। चौपट सत्यनाश त्यसैगरी विषय विज्ञ कुनै विषयमा विशेष ज्ञान भएको व्यक्ति अनि ब्रेल लिपि भनेको दृष्टिविहीनले प्रयोग गर्ने लिपि। त्यसैगरी अरु पनि शब्दहरु रहेका छन्। उपयोग कुनै वस्तुलाई व्यवहारमा ल्याउने कार्य परिक्रमा भनेको वरिपरि घुम्ने काम नित्य कर्म दैनिक गरिने काम प्रतीक्षा पर्खिने काम अविस्मरणीय कहिल्यै बिर्सिन नसकिने गस्ती सुरक्षा कायम राख्न खटिएका टोली। ल यो तपाईहरुलाई यो चाहिँ धेरैले थाहा नहुन सक्छ माथिका त सजिलै छ अनि यो चाहिँ धेरैलाई थाहा नहुन सक्छ। गस्ती भनेको सुरक्षा कायम राख्न खटिएका टोलीलाई यो चाहिँ सम्झिहाल्नु होला। त्यसैगरी एउटा तपाईहरुलाई चाहिँ प्रश्न रहेको छ। लु यो जुन मैले यो भनेको थिएँ यति एउटा दुईटा तीनटा यो जुन तीनटा स्लाइडमा मैले तपाईलाई लेखेको छु जम्मा हो। यहाँबाट चाहिँ
तपाईलाई अब यिनै तपाईले ल घोकिसक्नु भयो भने सम्झिसक्नु भयो भने ल साथीहरु एउटा अब के गरौँ त भन्दा अबको क्रममा एउटा प्रश्न हेरौँ ल तपाईहरुले कति पढ्नु भयो भन्ने कुरा अब यहाँबाट थाहा हुन्छ केही प्रश्नहरु रहेका छन् यो चाहिँ तपाईहरुले मिलाउनु पर्ने छ र छिट्टै मिलाउनु पर्ने छ यी जुन तपाईहरुलाई दिएका छन् नि यो म अगाडि अब तपाईहरुलाई देखाउन पनि सक्छु किनभने यो अगाडिबाटै लिएका हो भनेर चाहिँ तपाईहरुले अगाडि भिडियोलाई अगाडि सारेर हेर्न पनि सक्नुहुनेछ यो जम्मा यति छन् यो चाहिँ तपाईहरुलाई अगाडिबाटै दिएका हुन् भनेको छ ल लामो समयका लागि के हो त लामो समयका लागि के हो यो हेरिहाल्नुहोस् यो सम्झिहाल्नुहोस् बिर्सन नसकिने के हो यसको हेरिहाल्नुहोस् सम्झिहाल्नुहोस् अगाडि घोकेको सम्झिनुहोस् त्यसैगरी छोटो समयका लागि के हो त्यसैगरी कसैलाई पर्खिने काम ल के हो यसरी नै तपाईहरुलाई 1 नम्बरमा आउने प्रश्न यो भनेको 1 नम्बरमा आउने प्रश्न ल 1 नम्बरमा तपाईहरुलाई चाहिँ क्वेशन नम्बर 1 मा तपाईहरुलाई यही प्रश्न आउँछ यही भनेको यही फर्मेटमा क्वेशन आउँछ 1 नम्बरमा म 1 नम्बरको कुरा भन्दै छु अहिले सम्म सबैमा 1 नम्बरकै भन्दै छु अगाडिको यो सबै 1 नम्बरकै लाग्यो र प्रश्न चाहिँ तपाईहरुलाई यस प्रकारले आउँछ र के उत्तर ल तपाईहरुले उत्तर भन्नुहोस् ल भिडियोलाई एकचोटी पज गरेर सम्झिने प्रयास गर्नुहोस् ल एकचोटी पज गर्नुहोस् ठीक छ ल पज गर्नुहोस् अब हामी उत्तर हेरौँ उत्तर हो यो ल 1 नम्बरको लामो समयका लागि भनेको लामो समयका लागि 1 नम्बरको दीर्घकालीन बिर्सन नसकिने को के छ अविस्मरणीय कहाँ छ दुई यही मात्र अप्सनबाट यो मैले तपाईहरुलाई धेरैचोटी भनिसकेको छु अल्पकालीन छोटो समयका लागि 3 नम्बरको यहाँ रहेछ यो त म तपाईलाई बुझाउँदै मात्रै छु तपाईहरुले त मात्र परीक्षामा लेख्ने कि यो खाली ठाउँमा लामो समयका लागिको के हो त्यही उत्तर मात्र यो त म तपाईहरुलाई यहाँनेर यो उत्तरबाट तपाईहरुले बुझ्नु भएन कि भनेर चाहिँ बुझाउन खोज्दै छु ल ठीक छ 3 नम्बरमा अनि 4 नम्बरमा प्रतीक्षा अब प्रतीक्षा कहाँ छ यहाँनेर छ 4 नम्बरमा रह्यो के यहाँबाट के रह्यो 5 नम्बरको यो प्रतिकूल यो 5 नम्बरको यो चाहिँ छैन 5 नम्बर त हामीले दिएको छैन त्यसकारणले यो चाहिँ रद्द भयो हामीलाई एउटा बढी अप्सन दिन्छ जहिले मैले भनेको थिएँ यहाँ मध्ये चाहिँ यो चाहिँ भएन ल ठीक छ यदि तपाईहरुले मैले अगाडि बताएका जुन छन् साथीहरु म फेरि देखाएँ यति बढी पर्छन् अब कन्फर्म यति बढी त भन्न सकिएन तर 100 मा 99% यहीबाट होला यति मैले भने 100 मा 99% यहीबाट पर्छ भनेको अब ठ्याक्कै यही नपरे यो भन्दा सजिलो अप्ठ्यारा चाहिँ यही हुन् तपाईहरुले यति पढ्नु भयो भने परीक्षामा गर्न सक्नुहुन्छ ल ठीक छ यो प्रश्न पनि हेरिहाल्यौं र हामीले उत्तर पनि हेर्यौं ल अब साथीहरु प्रश्न नम्बर 1 को कुरा सकियो अब प्रश्न नम्बर 2 मा जान्छौं हामी प्रश्न नम्बर 2 मा जम्मा 4 वटा प्रश्न सोधिन्छ र प्रत्येक प्रश्नमा जम्मा 3 वटा विकल्प हुन्छ ल जम्मा 4 वटा सोधिन्छ र प्रत्येक प्रश्नमा जम्मा 3 वटा विकल्प हुन्छ भनेको एउटा नमुना प्रश्नबाट बुझौं खाली ठाउँमा मिल्दो शब्द भर्नुहोस् भनेर यो तपाईहरुले 2 नम्बरको क्वेशनमा सोध्छ क्वेशन नम्बर 2 मा चाहिँ तपाईलाई यस्तो खालको क्वेशन सोध्छ ल खाली ठाउँमा मिल्दो शब्द भर्नुहोस् परीक्षा नियन्त्रण कार्यालयको संक्षिप्त रूप के हो यस्तो यो संक्षिप्त रूपको ल अब तपाईहरुलाई म बुझाएँ कसरी हो त यो कसरी थाहा पाउने यस्तो प अगाडि के छ प अगाडिको अक्षर हेर्नुहोस् संक्षिप्त रूप पूरा रूप भन्नु भने अगाडिको अक्षर प छ दोस्रो के छ नि छ ठ्याक्कै लेख्नुहोस् है नि छ दोस्रो के छ नि छ तेस्रो के छ का छ तेस्रो के छ का छ हो पनिका अप्सन का छ प्रनिका गलत पर कहाँबाट आयो यो गलत रह्यो कुन आयो कुन पनिका हाम्रो आएको यही थियो हो पनिका हामीले अघि यहाँ निकालेको थियौँ नि हो त्यो अप्सन यो ठिक हो अब यहाँ लेख्नु पर्छ कि हामीले पनिका
हो यो चाहिँ यसरी हो। अब यो अरू आफै एकचोटि जान्ने प्रयास गर्नुहोस् त। यसरी लेख्ने यो संक्षिप्त रूप त मैले तपाईँहरूलाई यही भिडियो मार्फत जानकारी दिएँ। अब यो उल्टो अर्थ दिने यो पनि म तपाईँहरूलाई सबै प्रश्न यस्ता खालका दिनेछु। अगाडि जसरी मैले स्लाइड बनाएको थिएँ नि त्यो शब्द र अर्थका लागि हो त्यस्तै खालको स्लाइड चाहिँ मैले यो उल्टो अर्थ दिने। ख नम्बरमा सोधेको नि यहाँनिर हो यो उल्टो अर्थ दिने। त्यस्तै गरी ग नम्बरमा छ नि उस्तै अर्थ दिने। यी सबैको चाहिँ मैले भिडियो बनाएको छु भनेको जुन स्लाइड बनाइसकेको छु यही भिडियोमा हो मैले स्लाइड बनाएको छु। यो पछि आउनेछ। तर तपाईँहरूले के चाहिँ बुझ्नुहोस् भने यहीबाट चाहिँ यो क नम्बरको र घ नम्बरमा सोधिरहेको नि यहाँ अहिलेको समयमा चाहिँ यो तपाईँले देख्नुभएको छ नि क र घको यो चाहिँ अब म तपाईँलाई बुझाउँछु। ल भिडियोलाई राम्ररी हेर्नु होला। सुरुको मैले क को अघि पनि बुझाएँ। संक्षिप्त रूप भनेको अगाडिको अक्षरबाट यो तपाईँहरूले गर्न सकिहाल्नुहुन्छ। अगाडिको अक्षर अगाडिको अक्षर अगाडिको अक्षर यहाँबाट तपाईँले गर्न सकिहाल्नुहुन्छ। यो संक्षिप्त रूप र पुरा रूप यो तपाईँलाई थाहा पाइहाल्नु। अब उस्तै उच्चारण हुने यसलाई के पनि भन्न सक्छ। उस्तै उच्चारण हुनेलाई के पनि भन्न सक्छ। अर्को लगेस गर्नुहोस्। यसलाई अरू के प्रश्न भनेर पनि आउन सक्छ थाहा छ होला नि तपाईँहरूलाई। अरू यसलाई के भनेर आउँछ त उस्तै सुनिने शब्द हो त्यसरी पनि आउँछ। अब पुरा शब्दको उस्तै उच्चारण हुने शब्द के हो? पुरा बुरा कस्तो सुनिन्छ? पुरा बुरा अलिक फाल्टु सुन्यो। मुर्रा फाल्टु सुन्यो। ओहो पुरा नै रहेछ त। पुरा भनेर पुरा पुरा उच्चारण उस्तै त भयो नि। पुरा पुरा हो भन्नुको मतलब एउटैलाई पनि कहिलेकाहीँ चाहिँ एउटैलाई पनि कहिलेकाहीँ के भनेर देखाउँछ भने हेर्नुहोस् कहिलेकाहीँ यस्तो अनि यस्तो भनेको जुन तल्कुरे छ नि हो योबाट यस्तै भगाउन सक्छ त्यो त्यही लगाइदिइहाल्नुहोस्। अनि एकचोटि यताबाट दिएको अर्कोचोटि यताबाट दिएको जुन के भन्छ यसलाई इकार हो यस्तो लगायतबाट सोधिरहेको हुन्छ। यदि तपाईँहरूलाई प्राय सोध्ने यस्तै हो र यदि कहिलेकाहीँ झुकेर सोधिहाल्यो भने कसरी सोध्छ भने अब पुरा शब्दको उस्तै उच्चारण हुने शब्द के हो डटो भनेर चाहिँ यहाँ तीनटा दिएको हुन्छ। अनि यस्तो यो ह्रस्व दीर्घ लगायतले नहुन सक्छ। यस्तो बेला चाहिँ के गर्ने हो भन्दाखेरि तीनटै शब्द पुरा बुरा पुरा बुरा। अब यो पनि अलिअलि त उस्तै सुन्यो। त्यस्तै आफूले मनमा विचार गरेर एकचोटि बिस्तारै मनमा सम्झी हेरेर कुन चाहिँ अलिक उस्तै सुनिन्छ भनेर गर्ने हो। तर प्राय तपाईँहरूलाई दिने भने यो तल्कुरे अनि यस्तै इकारबाट लगायतबाटै दिने हो। त्यस कारणले गर्दा खासै धेरै हात दिनुपर्ने अवस्था छैन। ल ठिक छ। अहिले हामीले के सिकिसक्यौँ भन्दा यो क र घको ल उस्तै उच्चारण हुने र संक्षिप्त रूप हामीले एउटा उस्तै उच्चारण हुने एउटा के अरे उस्तै उच्चारण हुने र अर्को छ संक्षिप्त रूप। अब हामी यो अरू ख गमा सोधेको त हेरेर छौँ। एउटा यही उस्तै उच्चारण हुने अनि अर्को छ पुरा है उस्तै उच्चारण हुने र अर्को छ पुरा रूप हो। यो पनि हामी जान्नेछौँ होइन यो जानिसक्यौँ। अब अरू चाहिँ हामी हेर्छौँ। ल उल्टो अर्थ दिने उस्तै अर्थ दिने हामी हेर्छौँ। नमुना प्रश्नको उत्तर ल ओ यहाँ हामीले त नमुना प्रश्न थियौँ। यसको उत्तर त छैन। एक्चुअली उत्तर चाहिँ हेरिहाल्नुहोस्। तर अब तपाईँहरूले यताको पढेपछि मतलब उत्तर त जान्नुहुन्छ रहे पनि उत्तर चाहिँ हेरिहाल्नुहोस्। एकचोटि अगाडिको चाहिँ पज गरेर हेर्दाखेरि तपाईँहरूले हुन्छ। अगाडिको जुन नमुना प्रश्न दिएको थिएँ त्यसलाई पज गरेर आफूले आफै एकचोटि उत्तर जान्ने प्रयास गर्नुहोस् र मिलेन भनेर जाँच्नका लागि मात्रै यो हेर्नुहोस्। ल ठिक छ। यो हाम्रो प्रश्न थियो। उत्तर यो छ सुरुको पनिका दोस्रो जीवनको उल्टो अर्थ दिने यो मरण। यो पनि हामी एकछिनदेखि हेर्छौँ। आस्थाको विश्वास यो सबै हामी भोग्ने नै छौँ पढ्ने नै छौँ। हामी जसरी पनि राम्रो ल्याउने नै छौँ। अब यो पुरा शब्दको उस्तै उच्चारण हुने अर्को यहाँनिर दीर्घ दिएको छ भने त्यहाँ रसो त्यसरी चाहिँ थाहा पाउनु पर्यो। ल ठिक छ। उस्तै अर्थ दिने केही शब्द भने यसलाई पर्यायवाची पनि शब्द भनिन्छ। कहिलेकाहीँ चाहिँ तपाईँहरूलाई यही मात्रै भनेर पनि आउन सक्छ। यसको पर्यायवाची शब्द के हो भनेर आउन सक्छ। आस्थाको पर्यायवाची शब्द के हो भनेर आयो भने त तपाईँहरूलाई थाहा नहुन सक्छ। मैले त उस्तै अर्थ दिने मात्रै पढाएको थिएँ। यो पर्यायवाची भने के हो भनेर लाग्न सक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ पर्यायवाची भनेको उस्तै अर्थ दिने भन्ने कुरा पनि तपाईँहरूले जान्नुपर्ने हुन्छ। ल आस्थाको विश्वास
पानीको जल, उपहारको कोसेली, जननीको माता आमा, घरको भवन, ईश्वरको भगवान, थोरैको कम्ती, आस्थाको भरोसा, मर्काको पीर, आकाशको गगन। ल मैले यहाँ भने कतिवटा दिएको रहेछ 1 2 3 4 5 6 7 8 9 10 वटा रहेछ जम्मै। यहाँनिर हेर्नुहोस्, यहाँनिर आकाश मात्रै भएको रहेछ। यहाँ आकाश बनाउनु होला, आकाशको गगन। ल ठिक छ, तपाईँले यति यो कति जम्मा 10 वटा दिएको रहेछ। यो 10 वटा चाहिँ राम्ररी आउँदो पारिहाल्नु होला। अहिले नै भिडियोलाई पज गरेर चाहिँ आउँदो पारिहाल्नु होला। अघि के हामीले पनि लिएर उस्तै देख्यो है। 1 2 3 4 5 6 7 8 9 10 11 वटा रहेछ कि कति छैन। 1 2 3 4 5 6 7 10 वटा रहेछ। ल यो उस्तै उल्टो अर्थ दिने पनि 10 वटा रहेछ। अगाडि हामीले के हेर्यौँ, अगाडिको स्लाइडमा उस्तै अर्थ दिने। अब उल्टो अर्थ दिनेलाई के पनि भनिन्छ यहाँनिर चाहिँ यो विपरीतार्थी। यही मात्र पनि तपाईँहरूले कहिलेकाहीँ भन्न सक्छ। अघि उस्तै अर्थ दिनेलाई पर्यायवाची, अहिले उल्टो अर्थ दिनेलाई विपरीतार्थी। ल जम्मा कति 10 वटा पढिहाल्नुहोस्। ल अहिले नै भिडियोलाई पज गरेर अहिले नै पढिहाल्नुहोस्। ल सबलको दुर्बल, पापको धर्म, दुःखको सुख, सपनाको विपना, जीवनको मरण, तलको माथि, अमृतको विष। के हो यो विपरीतार्थी शब्द, उल्टो अर्थ दिने शब्द हामी पढ्दैछौँ। लुकाउनुको देखाउनु, सफलको विफल, असलको खराब। ल विस्तारित रूपमा पुरा रूप यस्तो सोध्छ, यसको के हो भनेर सोध्न सक्छ। नपाएको के हो, नगरपालिका। यो पनि घोकिहाल्नुहोस् अहिले नै। गोप गोरखापत्र, प्रको प्रधानाध्यापक, जी प्रका जिल्ला प्रशासन कार्यालय, आबी आधारभूत विद्यालय, नेभी प्रा नेपाल विद्युत प्राधिकरण। समावेशी र समावेशी शब्द के हो, समावेशी र समावेशी शब्द। ल अब बुझौँ। हामीले अघि बुझेको छौँ है। संक्षिप्त रूप लेख्ने भनेको संक्षिप्त रूप नभए पुरा रूपवाला हामीले अघि पढिसक्यौँ। त्यो अगाडिको शब्दवालाले भनेको थियो नि, हो त्यो अघि हामीले पढिसक्यौँ। त्यसै गरी अर्को के पढ्यौँ भन्दा त्यहाँदेखि तल के पढ्यौँ त एकचोटि हेरौँ। अघि पुरा शब्दको उस्तै उच्चारण हुने शब्द डट हो भन्दा पुरा उस्तै उच्चारण हुने उस्तै सुनिने वाला अघि पढ्यौँ। अब समावेशी र समावेशी शब्द यस्तो पनि आउँछ, तर यसले सबैभन्दा सुरुमा यही बुझौँ है। समावेशी भनेको सानो अनि समावेशी वा समावेशक भनेको ठुलो। यही बुझ्नु। समावेश्य भनेको चाहिँ सानो, समावेश्य भनेको चाहिँ सानो। भनेको जस्तै त्यही वर्गमा पर्ने त त्यही वर्गमा हो, तर त्यही वर्गको सानो। यहाँनिर मानव यो लेखिया थिएन भने यहाँ के हुन्थ्यो, यो भन्थ्यो, यो दुईटा भन्थे। सयपत्री सानो कि फुल सानो। फुलमा त धेरै पर्न सकेन, फुल त ठुलो भयो। सयपत्री त एउटा सानो, एउटा त्यो फुलभित्र पर्ने सास। त्यही भएर चाहिँ सयपत्री के समावेशी, समावेशी वा समावेशक भनेको चाहिँ फुल भयो। यस्तै कुरा हो। र तपाईँलाई सोध्न चाहिँ कसरी सोध्छ भने नि यो त क नम्बरमा के सोध्यो भने यही समावेशी र समावेशीबाट सोध्यो भने फुलको समावेशीय शब्द यो हो भनेर सोध्छ। भन्नुको मतलब यो समावेशी र समावेशी भन्ने कुरा सानो ठुलो थाहा भएन भने पनि जे भए पनि समावेशी र समावेशी आयो भने त्यहीसँग सम्बन्धित लेख्नुहोस् भनेको बुझ्नुभयो कि भएन। त्यहीसँग सम्बन्धित भनेको फुलको के हो भनेर आयो भने त्यहाँ एउटामा चाहिँ हुन्छ कागती, अर्कामा हुन्छ सयपत्री अनि अर्कामा हुन्छ बाँस। ल त्यहाँमध्ये फुल त सयपत्री हो नि, हो समावेशी, त्योसँग सम्बन्धित वाला तपाईँहरूले लेख्नुभयो भने हुन्छ। त्यसै गरी फुल दिएर चाहिँ त्यसको समावेशी के हो भनेर सोध्न सयपत्री दिएर चाहिँ त्यसको समावेशी के हो भनेर सोध्न सक्छ। त्यति बेला पनि तपाईँहरूले त्योसँग सम्बन्धित लेख्न सक्नुहुनेछ। यो बुझ्नु भएन भने पनि रह्यो भने यो बुझ्नुभयो भने झन् तपाईँहरूलाई धेरै नै आइहाल्यो। ल ठिक छ, हामीले समावेशी र समावेशी शब्द पनि बुझ्यौँ। ल आज चाहिँ जम्मा कतिवटा हामीले हेऱ्यौँ साथीहरू, जम्मा 1 र 2 हो। तपाईँहरूले अगाडिको मेरो थम्बनेलमा ख्याल गर्नुभयो कि भएन, थम्बनेलमा ख्याल गर्नुभयो कि भएन एकचोटि हेरौँ। थम्बनेलमा लेखिएको त यहाँ क्वेसन नम्बर 1 र 2 भनेर हो। त्यही अनुसार आजको यस भिडियोमा चाहिँ प्रश्न नम्बर 1 र 2 को बारेमा हामीले छलफल गरेका छौँ र अन्य प्रश्न चाहिँ अर्को भिडियोमा।